मलाई भोक लाग्यो. I am hungry. यी लुगा सुकिसके. These clothes are dry. मलाई पुग्यो. That's enough for me. खाना चिसो भयो. The food became cold. बिस्तारै खाऊ. Eat slowly. धेरै नखाऊ. Don't eat too much. कृपया त्यहाँ जानुहोस्. Please go there. कृपया चिया बनाइदिनुहोस्. Please make tea. ल अब हजुरहरूले भन्नुहोस् त कृपया अब सुत भनेर कसैलाई इङ्ग्लिसमा भन्नु पर्यो भने कसरी भन्न सकिन्छ कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोस् यदि हजुरहरू अनलाइन इङ्ग्लिस क्लास लिन इच्छुक हुनुहुन्छ तर हजुरहरूको बिजी सेड्युलका कारणले क्लास लिन भ्याइराख्नु भएको छैन भने हामीहरूले हाम्रो पर्सनल अनलाइन इङ्ग्लिस क्लास लिएर आइसकेका छौँ यदि हजुरहरू इच्छुक हुनुहुन्छ भने डिटेल्स बुझ्नको लागि मलाई वाट्सएपमा अथवा टिकटकमा म्यासेज गर्नुहोस् र यसै गरी सजिलैसँग इङ्ग्लिस सिक्नको लागि लर्न विथ दिशालाई टिकटक इन्स्टा र युट्युबमा पनि अझै गएर फलो गर्नुहोस्